आजबाट सम्भवतः अब पीडा धेरै भएर कहिलेकाहीँ चिच्याएछु कराएछु ऐया भनेछु भने सुनिदिनु होला, नत्र म आफ्ना पीडाको कुरा आजबाट गर्दिनँ। आजबाट म देशकै पीडाको कुरा गर्छु, हामीले देखेको सामूहिक पीडाको कुराकानी गर्नेछु। त्यसलाई निराकरण गर्नको निमित्त हामी कसरी जानेछौँ त्यसको लागि जानेछौँ। म कुनै राजनीतिक दल या अमुक नेतालाई गाली गर्ने पक्षमा छैन। के गाली गर्नु? नेपाली जनताले अपदस्थ गरिसकेपछि अपदस्थ भइसकेकाहरूलाई मैले गाली गर्नै पर्दैन। हाम्रो ध्यान अबको हाम्रो ध्यान भनेको यो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ, यहाँ स्थायी शान्ति कसरी स्थापना गर्न सकिन्छ, युवाहरूलाई रोजगारी कसरी सिर्जना गर्न सकिन्छ, उद्योग कल कारखानाहरू कसरी स्थापित गर्न सकिन्छ, स्टार्टअप लगायतका नयाँ उद्यमी व्यवसायीहरूलाई कसरी यहाँ स्थान दिन सकिन्छ, मुलुक फर्काउँ जस्तो लाग्ने वातावरण कसरी बनाउन सकिन्छ, स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा र मान्छेले धान्न सक्ने, मान्छेको आर्थिक अवस्थाले धान्न सक्ने कसरी बनाउन सकिन्छ, गुणस्तरीय शिक्षा सबैको पहुँचमा कसरी पुर्याउन सकिन्छ लगायतका विषयहरू हाम्रा प्राथमिकता हुन्। तपाईँहरूको चाहना अनुरूप हामी नयाँ साथीहरू एक ठाउँमा उभिएका छौँ। तपाईँहरूले भन्नुभएको थियो तिमीहरू मिल नयाँ मान्छेहरू, देशमा परिवर्तन ल्याऊ, हामीलाई तिमीहरूसँग आशा छ, भरोसा छ भन्नुभएको थियो। हामीले हाम्रो स्वार्थलाई हामी कहाँ हुन्छौँ, हाम्रो के हुन्छ, हामीले के पद पाउँछौँ हामीले परवाह गरेनौँ। हामीले देशको परवाह गऱ्यौँ, तपाईँहरूको परवाह गऱ्यौँ, देश छोडेर गएका तपाईँका छोराछोरीको परवाह गऱ्यौँ, जन्मिन बाँकी रहेका तपाईँका सन्ततिको परवाह गऱ्यौँ र हामी एक ठाउँमा आएका छौँ देशको हितको लागि। देश हितभन्दा ठुलो अर्को केही पनि हाम्रो माग छैन। हो, पीडाका प्रतिनिधि हौँ, जनताले पीडा सुनाएका छन्। कहिलेकाहीँ अलिकति चर्को पनि हुन्छ आवाज, कहिलेकाहीँ अलिकति आक्रोशित पनि हुन्छौँ, कहीँ आक्रोश पनि पोखिन्छ सामाजिक सञ्जालमा, भाषणहरूमा आक्रोश पोखिन्छ। तर अब आक्रोशभन्दा माथि उठेर हामीले जिम्मेवारी महसुस गर्नुपर्ने हुन्छ। नेपाली जनताले दिएको शक्तिलाई जिम्मेवारीमा परिणत गरेर हामी यो देशको भाग्य र भविष्य बदल्ने तपाईँको मतबाट कोसिस गर्दैछौँ र हामी सक्छौँ, किनकि चितवनले देखाइसकेको छ। हिजो यो एउटाले जित्ला कि नजित्ला तै पनि चितवन गएको छ। हेरौँ भनेर कतिले त यो हार्छ भनेर यसले केही पनि ल्याउँदैन, यो राष्ट्रिय दल पनि हुँदैन, भए एउटाले जित्छ भनेर घरखेत बाजी लगाउने पनि थिए, नाङ्गे झार भएर हिँड्छु भनेर बाजी लगाउने पनि थिए। तर चितवनले विश्वास गर्यो र 21 जना होनहार मानिसहरूलाई पठाउनको निमित्त बिउ चितवनले रोपेको। म जहाँ गए पनि साथीहरूलाई भन्न चाहन्छु, रासोपाका साथी हो, आफूले रोपेको उन्नत बिउको जगेर्ना यसपटक चितवनले गर्नेछ। चितवनले मात्र होइन, यो फैलिएर देशभरि पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। मैले केही दिन अगाडि बताएको थिएँ, जसलाई मिल्नुपर्छ, जुन जुन दलहरूले सहकार्य गर्नुपर्छ गर्नुहोस्, हाम्रो शुभकामना छ। हामीलाई लोकतन्त्रको विधिबाट हराउनुहोस्, लोकतन्त्रभन्दा बाहिर गएर झिल्ली गरेर हराउन त पाइँदैन। पहिला जस्तो चाहिँ बाहिर संसद बाहिर सूचना टाँसिदिएर संसद एउटा मुद्दा लगाइदिएर निकाल्न त पाइँदैन, त्यस्तो छलछाम त गर्न पाइँदैन। जनताको मतबाट मात्र सम्भव छ। त्यसैले सबै राजनीतिक दलहरूलाई यति भन्न चाहन्छु यहीँबाट कि निर्वाचनमा भाग लिऊ। निर्वाचन छल्नको निमित्त त्यो न्यु खोज्ने काम नगर्नुहोस्। न्यु खोज्ने कुरा हामी सुन्छौँ नि, यसो भयो भने उसो भयो भने केही पनि हुँदैन। निर्वाचन हुन्छ, मेरो प्रधानमन्त्रीसँग पनि कुरा भएको छ, विभिन्न निर्वाचनका प्रमुख आयुक्तज्यूहरूसँग कुनै कुराकानी भएको छ। निर्वाचनको अर्को विकल्प छैन, समयमा निर्वाचन हुन्छ, समयमा निर्वाचन सम्पन्न हुन्छ र नेपाली जनतालाई जे चाहिएको हो उनीहरूले त्यही गर्छन्। त्यसलाई स्वीकार गर्ने, अहिले नै यसलाई भाड्न सकिन्छ कि यसलाई भाँजो हाल्न सकिन्छ कि भनेर न्यु खोजिरहेको हामी सुनिरहेका छौँ, बुझ्छौँ नि हामी इसारा। जुङ्गो चलेपछि कुरो बुझिँदैन, जुङ्गो चलिरहेछ, जुङ्गा नचलाओस्, भयो निर्वाचनमा जाउँ। दुनियाँका सबैभन्दा बढी शक्ति भनेकै जनता हो, उनलाई निर्णय गर्न दिउँ, उनले जे भन्छन् त्यही मानौँ, सकिएको। यसमा रोइ कराई गर्नुपर्ने केही जरुरतै छैन। त्यसैले म यहाँहरूलाई विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने निर्वाचनमा हुने कार्यक्रम, हाम्रो चुनावी सभाहरूमा अन्य विषयमा हामी कुराकानी गर्ने नै छौँ। अहिलेलाई यति भन्न चाहन्छु कि चितवनले एउटा जुन मानक स्थापना गरेको छ र जहाँबाट सुरुवात भएको छ, यो नयाँ राजनीतिको एपिसेन्टरका रूपमा, सकारात्मक एपिसेन्टरको रूपमा हाम्रो चितवन भएको छ। त्यसलाई थप जिम्मेवारी आएको छ। यसपटक मलाई एयरपोर्टमा भन्नुभएको थियो अब सिङ्गो जिल्ला नै रासोपा है भनेर भन्नुभएको थियो। सिङ्गो जिल्ला रासोपा होइन, सिङ्गो देश रासोपा छ। सिङ्गो जिल्ला होइन, सिङ्गो देश। र परिवर्तनको यो सुरुवात चितवनले गरेको थियो र यसलाई टुङ्गोमा पनि चितवनले पुर्याउनेछ भन्ने विश्वाससहित म यहाँहरूको शान्ति टोलमा आएको छु, यहीँ बसोबास गर्छु, यहीँबाट आउने जाने गरिरहन्छु। म बसुन्जेल अलिकति थोरै केही शान्त हुने कोसिस त गरौँला।
यसको मर्म अनुसार यसलाई शान्त राख्ने कोसिस त गरौँला। अरू अशान्ति त केही हुँदैन। साथीभाइहरू आउने जाने भेटघाट गर्ने हुँदा तपाईँहरूलाई अलिकति निन्द्रा खलमलिएला, वृद्ध बाआमाहरू हुनुहुन्छ होला, उहाँहरूलाई केही डिस्टर्ब होला। अहिले नै मैले कान समातेँ, मलाई क्षमा गर्नु होला। यो दोष अरूको होइन, मलाई गाली गर्नु होला है। आएका पाहुना भन्दा पनि हामी बुढाबुढी छौँ, हामीलाई नै भन्नु होला। तर कोसिस हाम्रो रहनेछ यसलाई शान्त राख्नको निमित्त र एउटा परिवर्तनका लागि सानो आवाज निस्किएछ भने कृपया सही दिनुहोला, स्वीकार दिनुहोला। चुनावी समयभरि म यहाँहरूलाई यति भन्न चाहन्छु, अरू चुनावी सभामा भन्छु, यो मेरो टोलवासीहरूलाई एउटा आगन्तुकका हिसाबले गरेको एउटा सानो सम्बोधन हो। मलाई नेता सम्झेर होइन, भाइ छोरो भतिजो नाति केटो जे सम्झिनुहुन्छ सम्झिएर यहाँहरूले स्वीकार दिनुहोला। म यहाँहरू सबैलाई यो न्यानो आतिथ्य र मायाको लागि धेरै धेरै धन्यवाद दिँदै आफ्नो भाइ